feminists, the people who are here to understand the feminism, and those who are soon becoming a feminist. While we're taking the award and all our photographer and videographer friends are telling us to stand in a center stage, it just reminds me that how it's important that feminist agenda needs to be a mainstream in all social and political agenda. As I mentioned in my video that it was 1995 जब चाहिँ म नेपालमा भर्खरै बाल क्लब सुरु हुँदै गर्दाखेरि त्यहाँ चाहिँ सहभागी भएको थिएँ र बाल क्लब आन्दोलनहरुमा सहभागी हुँदा त्यहाँ लैंगिक समानताको कुराहरु सिक्दै गर्दै थिएँ। तर यो बीचमा मलाई जब बिस्तारै फेमिनिजम प्रति इन्ट्रेस्ट हुँदै आयो र त्यसपछि चाहिँ मैले आफ्नै आन्दोलन आफू सहभागी भएको बाल अधिकार आन्दोलन भित्र कति धेरै विभेद र समस्या छ भन्ने कुरा थाहा पाएँ र सन् 2021 मा मैले नेपालकै बाल अधिकार आन्दोलनमा कसरी महिलाहरू चाहिँ पछाडी परिरहेका छन् भनेर एउटा क्रिटिसिजम आर्टिकल पनि लेखेँ र बिस्तारै मलाई चाहिँ यो पुरुष र पुरुषत्वको विषयमा काम गर्नुपर्छ तर यहाँ भित्र पनि कति धेरै कन्फ्युजन एज अ मेन चाहिँ हुने रहेछ। धेरै पढिसकेपछि मैले आफूलाई चाहिँ तपाईँ फेमिनिस्ट हो कि हैन भन्ने एउटा कार्यक्रममा सोद्धाखेरि खै मलाई त थाहा छैन भन्दाखेरि एकजना सहभागीले फेमिनिस्ट हो कि हैन त थाहा छैन के लैंगिक समानताको कुरा गरेको भन्नुभयो। त्यसपछि केही समयपछि अर्को एउटा प्रोग्राममा गएँ तपाईँ फेमिनिस्ट हो कि हैन भनेको हो भने पुरुष कहिले पनि महिला हुन सक्दैन महिलाको जीवन बाँचेकै छैन तपाईँ के को फेमिनिस्ट तपाईँ प्रो फेमिनिस्ट भन्नुस् भन्नुभयो। ए पुरुष भएपछि मैले प्रो फेमिनिस्ट भन्नुपर्ने रहेछ किनकि म त महिला होइन भन्ने महसुस गरेँ। त्यसपछि प्रो फेमिनिजम बारे सिक्दै गएँ अर्को एउटा प्रोग्राममा गएँ तपाईँ फेमिनिस्ट हो कि हैन भनेर सोध्नुभयो। म त प्रो फेमिनिस्ट हो नि फेमिनिस्ट होइन जब फेमिनिस्ट त भन्न सक्दैन अनि के को चाहिँ लैंगिक समानताको कुरा। सो उहाँले भनेको मलाई एउटा वर्ड याद छ डियर ब्रो डोन्ट युज प्रो भन्नुभएको थियो कि उहाँले फेमिनिस्टले एक्सेप्ट गर भन्नुभएको थियो। त्यसले चाहिँ मलाई एकदमै धेरै कन्फ्युज गरेर अनि म चाहिँ टियुको जेन्डर डिपार्टमेन्टमा मास्टर्स इन जेन्डर स्टडिज आई जोइन द मास्टर्स इन जेन्डर स्टडिज जस्ट टु गेट आन्सर वेदर द मेन क्यान बी अ फेमिनिस्ट एन्ड नट एन्ड टुडे आई एम भेरी प्राउडली से दैट आई एम अ फेमिनिस्ट। At the meantime, I also feel that एकजना मान्छे ठ्याक्कै फेमिनिस्ट ठ्याक्कै एकदम पुरा फेमिनिस्ट कहिले पनि हुन्छ जस्तो लाग्दैन। फेमिनिस्ट इभल्भिङ प्रोसेस इट्स अ बिकमिङ द्याट्स वाइ आई थिङ्क द्याट फेमिनिस्ट इज अर द फेमिनिजम इज नट अ नाउन इट्स एन वर्ब यु हेभ टु एक्ट अन इट होइन। मलाई मेरो यो फेमिनिजमको यात्रामा चाहिँ बेल हुक्स र कमला भासिनको खास एकदम धेरै इम्प्रेसन छ किनकि उहाँहरूले जुन इन्टरसेक्सनालिटीको कुरा गर्नुभयो मेनहरूको पनि पेट्रियार्कीमा चाहिँ कस्तो असर हुन्छ भन्ने कुराहरू गर्नुभयो। यसले चाहिँ मलाई एकदमै धेरै इन्स्पायर गरेको छ र आज कमला दिदीको नाममा यो अवार्ड मैले लिइरहँदाखेरि मैले आफूलाई एकदमै धेरै कृतज्ञ र आफ्नो धेरै जिम्मेवार पनि भएको महसुस गरिरहेको छु। मसँग मेरो जीवनमा एकदमै धेरै प्रभाव पार्ने मेरो दिदी सान दिदी रिता र मेरो वाइफ कञ्चन यहाँ हुनुहुन्छ र मेरो दुईजना बहिनीहरू लक्ष्मी र सुमिक्षा पनि यहाँ हुनुहुन्छ। सान दिदी सानैदेखि एकदमै जुझारु गलत कुरालाई मुखमा भन्न सक्ने कञ्चन एकदम बोल्ड एकदम स्ट्रङ स्ट्यान्ड लिन सक्ने सुमिक्षा एकदम धेरै इम्पेथेटिक लक्ष्मी गलत कुरालाई गलत हो भनेर अड्डी लिन सक्ने। कुनै मान्छेले स्त्रीत्व नारीत्व भनेको कमजोर हो भन्दाखेरि एकदमै हाँस उठ्छ मलाई। उनीहरूलाई भेटेकै छैनन् उनीहरूले धेरै रिता कञ्चन सुमिक्षा र लक्ष्मी भेटेकै छैनन् जस्तो लाग्छ। एकजना भारतीय कविले फुलन देवीको बारेमा एउटा कविता लेख्नु भएको थियो बगीचे के सब फूल उसने निकाले लेकिन उन बगीचे के फूलों में से उनको फुलन से मिल्न बाँकी था भने जस्तो अझै उनीहरूले फेमिनिस्टहरूसँग भेट्न बाँकी छ। उनीहरूले इक्वालिटीको लागि आवाज गर्ने त्यो सहिष्णुता र त्यो धैर्यता सँगसँगै आएको आवाज र क्रान्तिलाई भेट्न चाहिँ बाँकी छ जस्तो मलाई लाग्छ। आज हामीले अवार्ड सँगसँगै केही पैसा पनि पाउने भन्ने थाहा पाएको छु। कञ्चन र मैले डिसाइड गरेका छौँ यो जति अवार्ड हामी परिवारको लागि हो त्यति नै हामी काम गर्ने संस्था हामी दाजुभाइको लागि पनि हो। हामीले गएको 2 वर्षदेखि चाहिँ नेपालको मानवाधिकारवादी आन्दोलनमा पुरुष र पुरुषत्वले कसरी असर गरिरहेको छ थारू आन्दोलन महिला अधिकार आन्दोलन बाल अधिकार आन्दोलन मधेसी आन्दोलन मुस्लिम आन्दोलनमा कसरी भइरहेको छ अध्ययन गरिरहेको छौँ र नेपालको पहिलो मेन एन्ड मास्कुलिनिटी जर्नल निकाल्ने प्रयासमा छौँ। यो पैसाको केही हिस्सा हामी त्यहाँ इन्भेस्ट गर्छौँ जो केही हामी आफै पनि राख्छौँ त्यहाँ पनि भन्न चाहन्छु। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ हुन त यो धेरै बहस हुने गर्छ कि पुरुषहरूले चाहिँ यो महिलाहरूको स्पेस लियो कि महिलाको स्पेस लिने हो कि हैन महिला अधिकारको बारेमा बोल्ने हो कि हैन भन्ने गर्दाखेरि मलाई चाहिँ व्यक्तिगत रूपमा के लाग्छ भने द रोल अफ मेन इन फेमिनिजम इज नट टु अकुपाई वुमेन्स स्पेस बट मेक देयर ओन स्पेस फेमिनिस्ट जस्तो लाग्छ। त्यसमा चाहिँ हामी पुरुषहरू चाहिँ एकदमै धेरै स्पष्ट हुनुपर्छ जस्तो मलाई लाग्छ। र
अन्तमा म हरेक पुरुषमा नारीत्व हुन्छ र त्यसलाई इम्प्रेस गर्न सक्नुपर्छ र मैले अघि भनेकै मेरा यी 4 महत्त्वपूर्ण महिलाहरूमा भएका त्यो फेमिनिटीलाई इम्प्रेस गर्न सकौँ र अझै राम्रो मान्छे बन्न सकौँ, अझै फेमिनिजममा इभल्भ हुन सकौँ भन्ने विषय राखेर भारतीय कविले लेख्नुभएको यो हिन्दीको कविता भनेर आफ्नो कुरा टुङ्ग्याउन चाहन्छु। पुरुष स्त्री से प्रेम करे और थोड़ा स्त्री हो जाए, पुरुष स्त्री से प्रेम करे और थोड़ा स्त्री हो जाए, दुखदाई है एक पुरुष का जीवन, ताउम्र पुरुष ही रह जाना।